हेलो साथीहरू, आज चाहिँ हाम्रो मोमो बन्दैछ। मिठो मिठो मोमो, भेज मोमो, कोकसँग मजाले चटनी हालेर। त्यसपछि हामीले सुरु गऱ्यौँ यता टमाटर मजाले बोइल गऱ्यौँ, कटिङ गरेर लसुनहरू खोर्सानी मजाले हालेर, अदुवा पनि त्यही हालेर नयाँ तरिकाले अचार बनाएको यसपालि चाहिँ हामीले। त्यसपछि यसलाई मजाले भकभक उमाल्ने, मजाले पाक्ने गऱ्यो। त्यसपछि यसरी ग्राइन्ड गरिदिने, ग्राइन्ड गरिसकेपछि माथिबाट धनियाँ हालेर सर धनियाँ हालेर यसरी मिक्स गरिदिने। त्यसपछि यता हामी मोमोको लागि, किमाको लागि प्याज कटिङ गरेर अनि इस्कुस पनि रेडी गरेर मजाले कोरेर मसिनो बनाएर यसको जुस निकालेर मजाले किमा बनाउनको लागि मिक्स गऱ्यौँ यसरी। त्यसपछि यता मजाले पिठो रेडी गरेर आटा होइन सरी मैदा हो, मैदालाई मजाले यसरी बेलेर त्यसपछि किमा हालेर बनाउँदैछौँ हामी चाहिँ मोमो। यो भिडियो चाहिँ पुरानै हो साथीहरू, त्यस भोइस ओभर गर्न नपाएर आज हालेको। खाने भए आउनु होला भनेर पनि कसरी भन्नु, पुरानो भिडियो। हामीले चाहिँ मजाले खाएर इन्जोय गऱ्यौँ। हजुरहरू पनि यसरी नै बनाएर खानु होला। बाई बाई।